नमस्कार मेरे जेनजी जनरेशन के लेजी दोस्तों, सिस्टम ने हम बेरोजगार लोगों को कॉकरोच बोला है, तो हमने सोचा क्यों ना हम सब मिलकर अपनी ही पार्टी बनाए। इसलिए बनी है कॉकरोच जनता पार्टी। हम वही जनरेशन है जिसके पास डिग्री है लेकिन नौकरी नहीं, सपने हैं लेकिन सिस्टम नहीं। ये है कॉकरोच जनता पार्टी का संविधान। यहाँ जुमले नहीं सीधे वादे लिखे गए हैं। पहला वादा रिटायरमेंट के ककरोच जनता पार्टी, तपाईँले नाम त सुन्नुभएको होला। अहिले सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक भरि सबै जनता ककरोच जनता पार्टी भन्ने हल्ला फैलिरहेको छ। कुरा के हो भन्दा भारतको जस्टिसले भारतका बेरोजगार युवाहरूलाई ककरोच जस्तै भन्नुभएको थियो र ककरोच जस्तै भन्नु उहाँको नियत कस्तो थियो होला भन्दा ककरोच धेरै हुन्छन्, ककरोचहरू भनेका धेरै हुन्छन्, त्यस्तै ककरोच जस्तै धेरै छन् भारतमा युवाहरू भन्न खोज्नु भएको थियो होला। तर त्यसको अर्थ गलत लाग्न गयो र ककरोचले विभिन्न प्रकारका फोहोरहरू गर्ने र धेरै प्रकारका इन्सेक्टहरू उत्पादन गरेर रोगहरू फैलाउने जस्ता नकारात्मक क्रियाकलापहरू फैलाउने जस्ता कुरा अर्थ लाग्न गयो। र अहिले भारतमा पनि नेपालमा जेनजी आन्दोलन, बङ्गलादेशमा भएको जस्तै आन्दोलन भारतमा पनि सुरु हुन गइरहेको छ। भारतमा भएको बेरोजगारीको समस्याहरूलाई, युवाहरूको जोस जागरहरूलाई युटिलाइज गर्न नसकेर भारतको उच्च पदस्थमा रहेको व्यक्तिहरूले युवाहरूलाई त्यस्तो नकारात्मक प्रकारको शब्दहरू प्रयोग गर्दा भारतीय जनताहरू आक्रोशमा आएर यो भारतको जनता पार्टी ककरोच जनता पार्टीको स्थापना भएको छ र यसको रात 4 गुणा दिन 2 गुणा हुँदै यसको सङ्ख्याहरू बढ्दै गएको छ र यसले सरकारलाई पनि धक्का दिने सम्भावना देखिएको छ। तपाईँलाई के लाग्छ? विश्व अहिले परिवर्तनको श्रृङ्खलामा हो। नेपाल, बङ्गलादेश, विभिन्न देशहरूमा जस्तो आर्थिक, सांस्कृतिक, राजनीतिक उथलपुथलको सम्भावना देखिएको छ भारतमा पनि। तपाईँलाई के लाग्छ? यो ककरोच जनता पार्टीको उदयमान तपाईँको विचारमा के जस्तो लाग्छ? कमेन्ट गर्नुहोला।